नमस्कार सबैजनालाई मेरो टिकटक, फेसबुक, युट्युबमा हजुरहरूलाई स्वागत छ। अनि सन्चै आरामै होइसिन्छ हजुरहरू। म पनि यता सन्चै छु। म चाहिँ विदेश आएको अहिले 8 महिना 9 महिना हुन लागिसक्यो लगभग। अनि विदेशमा आइसकेपछि मैले के गर्छु होला, कस्तो काम गर्छु होला भन्ने फिल हुन्थ्यो। तर मैले आफ्नै भेटनरीको जब पाएँ अनि खुसी पनि लाग्छ मैले यही फिल्डमा काम गरिरहेको छु भन्दाखेरि। अनि यो काम गर्दाखेरि मैले कति बिरालोहरू भेटेँ, कति कुकुरहरू भेटेँ, कति लिजार्ड भेटेँ, कछुवा भेटेँ, सबै एनिमलहरू मैले भेटिरहेको हुन्छु। तर मलाई सबैभन्दा माया लाग्ने चाहिँ डगको हो के। किन भन्दा चाहिँ यिनीहरू धेरै वफादार हुन्छन् अनि धेरै माया पनि गर्छन्। जस्तै यो कुकुर मैले भिडियोमा देखाइरहेको कुकुर, यसलाई चाहिँ एउटा ठुलो कुकुरले टोकेर पुरै घाउ भएर आएको थियो शरीरभरि। अनि यसलाई देख्दा चाहिँ माया लाग्दो, एकदमै दया लाग्दो स्थिति थियो सुरुमा। मैले सुरुमा यसलाई देख्दा कस्तो नराम्रो लाग्थ्यो कि आँखाबाट आँसु नै आउँथ्यो, त्यस्तो अवस्थामा आएको थियो यो। अनि हामीले फ्लुइड दिएर औषधि दिएर बिस्तारै अहिले ठिक हुँदैछ यो। अनि म हरेक दिन यसको ऊन सफा गर्छु, हरेक दिन यसलाई खाना खुवाउँछु, हरेक दिन यसको केयर गर्छु। अनि मलाई फिल हुन्छ म कहिले यसलाई ठिक पार्ने होला, कहिले यसलाई ठिक पारेर म घर पठाउने होला यसलाई। अनि यसको आमासँग मैले कहिले बोल्न पाउने गराइदिने होला यसलाई भन्ने फिल हुन्छ कि। अनि हामी त्यत्तिकै मेहनत पनि गरिरहेको छौँ यसको लागि अनि कोसिसरत पनि छौँ, सायद छिट्टै ठिक हुन्छ होला। अनि प्रार्थना पनि गर्छु छिट्टै ठिक होस् भनेर। अनि यो डग चाहिँ पहिला चाहिँ पुरै ट्रमामै थियो। लाइक हामीले अलिकति पनि टच गर्यो भने ऊ चिच्याइहाल्थ्यो। एक त ऊ ब्लाइन्ड पनि हो, अन्धो छ, उसले देख्दा पनि देख्दैन। अनि अर्को कुरा, उसलाई त्यत्रो ठुलो कुकुरले टोक्दाखेरि उसलाई कति चोट पर्यो होला। त्यही भएर पनि जो गएर छुँदा पनि उसलाई फिल हुन्थ्यो कि कोहीले आएर मलाई टोक्न आइरहेको छ, त्यही भएर ऊ चिच्याउँथ्यो। तर अहिले मसँग खेल्दा ऊ एकदमै एक्टिभ अनि एकदमै मायालु भएको छ। अहिले त्यस्तो धेरै चिच्याउँदा पनि चिच्याउँदैन र आरामले गएर समात्यो भने मजाले काखमा आएर बसिदिन्छ, सानो बच्चा जसरी। एकदमै धेरै माया लाग्छ मलाई यसको, अति नै धेरै माया गर्छु म यसलाई। अनि हरेक दिन म क्लिनिकमा पुग्ने बित्तिकै हस्पिटलाइजेसन रुममा गएर पहिला यो डगलाई भेट्छु अनि धेरै माया गर्छु। अनि बल्ल अरू डग क्याटहरूलाई भेट्छु। किन भन्दा यो मेरो लागि धेरै प्यारो भइसकेको छ। छिट्टो ठिक भइदियोस् हे भगवान।